विक्रम सम्मत 1903 देखि 2007 सम्म 104 वर्षको जहानीय शासन राणा शासनलाई हटाएर विक्रम सम्मत 2007 फागुन 7 गते आएको प्रजातन्त्र, 2046 सम्मको निरङ्कुश राजतन्त्र र त्यसपछि 2062-63 सम्मको संवैधानिक राजतन्त्रलाई हटाएर विक्रम सम्मत 2063 वैशाख 11 गते आएको लोकतन्त्र र नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरी एउटा सामान्य वर्गको परिवारमा जन्मिएका नागरिक पनि देशको सबैभन्दा उच्च र शक्तिशाली पद यानी राष्ट्रपतिको पदमा निर्वाचित हुन सक्ने भनेर विक्रम सम्मत 2065 जेठ 15 गते आएको गणतन्त्र। आज 2082 साल जेठ 15 गते गणतन्त्र दिवस। एकतर्फ हाम्रा जति पनि मौलिक अधिकार र कर्तव्य छन् यही गणतन्त्र आएपछि बनेको संविधानले दिएको छ र अर्कोतर्फ हामीलाई राजतन्त्र फिर्ता चाहिन्छ या भनौं देशको उच्च पदमा राजा चाहिन्छ भनेर नारा जुलुस लगाउनेको पनि बढ्दो चाप छ। विभिन्न तन्त्र र शासनमा नेपाल र नेपालीको कति विकास भएको छ त्यो त हामीले इतिहास पढेर अनि अहिलेको वर्तमान अवस्था हेरेर पनि निहाल्न सक्छौं। सबैका आफ्ना धारणा छन्। गणतन्त्रको विकल्प राजतन्त्र होइन भन्ने पनि धेरै छन्। एउटा पूर्व राजाको हैसियतले उहाँले त्यति वर्ष पुष्टौनी सत्ता चलाएको हैसियतले उहाँले देशलाई सभ्य सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोमा लोकतान्त्रिक विधिबाट संविधान र कानून अनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनु पर्ने ठाउँमा अब राजतन्त्र बाहेक अरु कुनै विकल्प छैन भन्ने पनि धेरै छन्। राजा सबको साझा राजा काङ्ग्रेस जहाँ त्यसका लागि हामीले राजा के फरक पर्छ राष्ट्रपतिको ठाउँमा राजा राख्ने? तपाईको आफ्नो मत विचार के छ तल कमेन्ट गर्नुहोला। के यो प्रणालीमा सुधार ल्याएर यही गणतन्त्र चलिरहनु पर्छ कि अब सुधार गर्ने बाटो छैन राजतन्त्र नै चाहिन्छ भन्नुहुन्छ? आफ्नो ओपिनियन दिनुहोला तर्क र कारण सहित सभ्य भाषामा। अहिले हामी सबै नेपाली 2072 सालको संविधानमा उल्लेखित नियम, अधिकार र कर्तव्य भित्र बाँधिएका छौं। त्यसैले यही गणतन्त्रको मान सम्मान राख्दै नेपाल प्रायोरिटिजको टिमबाट सम्पूर्ण नेपालीलाई गणतन्त्र दिवसको शुभकामना। आफ्नो विचार अवश्य कमेन्टमा लेख्नुहोला। धन्यवाद। जय नेपाल।